सबैलाई हाई एन्ड नमस्ते। म चाहिँ यहाँ के गर्न आएको भने भिडियोमा चाहिँ हाम्रो दिदीहरूले सिनियर दिदीहरूले कपडा नयाँ बाबुको लागि कपडा ल्याइदिएको थियो त्यो देखाउँछु है। त्यो साथसाथै कोही दिदीहरूको नाम लेख्छ तर कसैको मात्रै नाम लेखेको छैन। ब्याकग्राउन्डमा चाहिँ बाबु कार्टुन हेर्दैछ त आवाज आउन सक्छ, माइन्ड नगर्नु होला। पहिला चाहिँ यो है, यो चाहिँ हाम्रो सिनियर दिदी लिएर अर्को सिनियर दिदी आउनुभयो क्वार्टरको है। क्वार्टरको फेरि कुन सिनियर दिदी भन्नु होला। यो एउटा सेट कस्तो लाग्यो है, मलाई चाहिँ मजाले कन्फ्युज भयो कुन भनेर। यो एउटा चाहिँ नाम त झन् नाम नलेख्नु त एकैचोटि आउँदाखेरि त कसले हो भनेर झन्। यो दिदीले भएर ब्लू कलर यो त हो भ्यू भयो पनि। यो एउटा त्यसको यो बिप टोपी त सानो होला जस्तो। अनि सुरुवाल ठ्याक्क विन्टरको लागि पर्फेक्ट। अनि यो चाहिँ मलाई सेट भएको आजकल त यसै काट्छ कि है। सेकेन्ड अर्को थर्ड है खतरा सोच पछि गयो लगाउँदाखेरि खतरा रहेछ। कति सेट रहेछ यो बाफ्रे। यो त प्रिन्ट सेटहरू एक सय 200 300 4 सेटवाला। अनि यहाँ त हाम्रो दुईवटा दिदीले यो चाहिँ दिदीले यो चाहिँ यो त कति क्युट कलर हो क्रिमी। कति न्यानो नभए न्यानो होला जस्तो है। अनि एउटा लास्ट छुट्यो कि क्यामेराले बाफ्रे। हेर्न लुगा आमा हो कति राम्रो सेट हो। ल मेरो दिदीहरू बहिनीहरूलाई त थ्याङ्क यू यहीँबाट है त। अघि त म धेरै बिजी भएर त्यो गर्न नि पाएन, दिदीहरूसँग इन्टरेक्ट गर्न नि पाएन। जाडोमा चाहिँ छोराले ल्याएर हान्नुहोस्। ल यो भिडियो चाहिँ म अर्कोमा मर्ज गर्छु है त। अहिले बाई। ल अब चाहिँ यो सेकेन्ड अर्को भिडियो है त। योमा चाहिँ फेरि हाम्रो दिदी बहिनीहरू आउनुभएको थियो। त्यही हाम्रो कम्पनीको दिदी हिजो आउनुभएको थियो, यो ल्याइदिनु भएको थियो। यो सेट हो नि त हाम्रो कम्पनीको दिदीले अर्को दिदीले यो भयो। अनि फेरि आज पनि आउनुभएको थियो एउटा दिदी र बहिनी अर्कै कम्पनीको सेम म देखाउँछु है त। तर सानो हुन्छ होला बेबीले छिट्टै लगाइदिनु पर्छ होला। त्यो उकाउन गाह्रो हुन्छ होला हो। म यतिकै देखाउँछु है। यो टी सर्ट हो, यो टोपी हो, यो सुरुवाल। यसको पनि कलर यसको त बिट पनि रहेछ। टी सर्ट टोपी बिट है त।
यति नै थियो भिडियो। Everyone, welcome back to the channel. हाय भन्देऊ न। बाबाको भाइ हो यो? भाइ हो? हामी चाहिँ नेपाल जाँदैछौँ है त, के सबैको लागि। हामी त चिल ठाउँको है, यहाँ सुती जाने। छोरा त जुत्तैसँग नुनु। ओ भाइको टोपी त उड्यो। ल न भाइको टोपी त के तिमी दाइडा हेलो भन्देऊ नि त सबैलाई। हेलो भन्देऊ न, नभन्नु लौ। कसलाई बोलाउँदै लौ न। कता कसलाई बोलाउनु भएको? अच्छा ला हावा खाऊ न। हेर न बाबा एकछिन झिमिक्क हुनै नहुने। के गरेको तिमीले? चाहिँ यहाँ बसमा आएर नै बसिरहेको। बस चाहिँ 3:30 बजेको भन्दै थियो, तर अब कतिखेर हुन्छ अहिले हामी भन्छौँ है त। र बाबा काकाको बाबा चाहिँ बाहिर दुईवटा दाईहरूसँग बातचित गर्दैछ। हामी चाहिँ यहीँ आएर स्लिपिङवाला बेडमा पनि बस्दै। गाडी त चल्यो, अब कतिखेर आउँछ है काकाको बाबा। डराएको हेर नि त, डराएको। ओ भाइ त डराएको नि, तिमी डराएको। डराएर है गाडी ढुङ्नु गरेकोबाट डरायो बाबा। अब हामी एसी पनि आइरहेछ, हावा बाख्रे एसीको हावा त्यो बन्द गर्नुपर्छ। दाजुभाइ काकाको बाबा नि आयो। बाबा आएको त बोल्दा खुसी भयो। बाबा पनि बाटो चल्यो। हामी अब हिँड्ने हो यहाँबाट। बाउ छोरा यता, हामी आमा छोरा यता है त। हिँड्यो बल्ल राँची। हामी अब नेपालतिर लागेको। ल सरर हिँड्यो बल्ल। यो झ्यालबाटै देखाउँछु है त, अरू त के देखाउनु। हामी त बसेको आमा छोरा। बाउहरू फेरि माथि गयो, दाईहरूले बोलाउनु भयो। हल्यो कि है अलिअलि त के भएन। बाबु सुतेछ, यता बाउको बाउ जाँदै माथि छ। बाटोको मात्रै नै के छ है। अब एकैचोटि अब हामी खाजा खाने ठाउँमा गएर देखाउँछु है त हजुरहरूलाई। अब त म र बाबु मात्रै हो, काकाको बाबा र काका चाहिँ उता एउटा दाईहरू आमा छोरा यतै। छोरा
के रे यो चना चटपट बाउ पनि उठ्यो बाउ छोराको खाजा बाफ रे बाफ खाजा बाउ चाहिँ सुत्यो भर्खरै बाबाको चिप्स खै यम यम मिठो भनिदेऊ उठ्नु बित्तिकै लौ भयो त रात परिसक्यो मेरो मटकावाला चिया बिस्कुट बाबु इन्जोय यता सुतेछ यहाँ चाहिँ लाइट छैन है भित्र चाहिँ अँध्यारोमा म्यागी चाउचाउ देवेन गुरुङको छोराको चिप्स मेरो सेकेन्ड लट चिया खै के बाबु खै म बनादेऊ नि त ल कसले दिएको चोको पनि खै ल्याऊ यता म खोलिदिन्छु ल्याऊ बा मच कुराइदियो झ्यालबाट यता हेर त लामो गर नि त छिटो ल छिटो फेरि अर्को लड चिया भाउ चोकोपन खाँदै मन्च खाँदै हामी चाहिँ खाना खाने ठाउँमा पुग्दैछौँ हामी चाहिँ खाना खाएन बाहिरको है बाबु गाडी चाहिँ हिँड्यो है अब हामी हिँडेको बाबा आउँदैछ बाटोमा है त अब हामी कतासम्म पुग्छौँ भन्छौँ है बाई भन्थ्यौँ बाई गोरखपुर आइसक्यो गाडी फेर्ने कुरा गरे के हुन्छ अहिले भन्छ हाम्रो चाहिँ यही गाडीमा जाने कुरा भयो जान सजिलो भयो नत्र अहिले त हामी त्यो आएको थियो नि त स्लिपिङबाट गाडीमा अन्त बसमा हामी बसेर आउनु पर्थ्यो गाह्रो हुन्थ्यो पैसा ठिकै भएर अब हामी यही गाडीदेखि सुनौलीसम्म जाने हामी चाहिँ यहाँ आमा छोरा छ काकाको बाबा र काकाको एकदम अगाडि किनभने बस खुल्ला भयो नि त हामी चाहिँ अब सुनौली 1 घन्टा लाग्छ होला अब पुग्नलाई जहाँसम्म लाउँछ किनभने गोरखपुरदेखि सुनौली त 3 घन्टा भन्थ्यो ल सुनौली आयो अब झर्ने लिएर मजाले घाम तापेछ अब त सुनौली आयो अब फेरि बस चेन्ज यता देखाउ न सानो मान्छे हो अब त ड्राइभर हुने रे
ओहो खोइ तिमी बचे भनेको बचे भनेको त ल्याएर घर आउन साथ सबै खुलाउनु निकालेर हो कति बाबा गरिदेऊ न त आऊ चुप्पा गुड नाइट भन्यो न हाम्रो भ्लग चाहिँ यहाँसम्मको थियो घर आएर त धेरै खिच्न पाएन तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब नबिर्सनु होला बाई